पानी परेर पलाने चौपट हो। नमस्ते, म खेमराज परियार, तपाईँलाई स्वागत छ फेरि पनि मेरो छोटो मोटो मिनी भ्लगमा। तपाईँलाई थाहै छ म सन्डेमा हरेकचोटि मिनी भ्लग बनाएकै हुन्छु। सन्डेको प्लान चाहिँ हाम्रो बेकार गयो कि हामी दुई बेला चाहिँ सबैसँग भेट्ने अनि राम्रो राम्रो भिडियो बनाउने भन्ने प्लान थियो। साथीहरू त आउनु भएको रहेछ, पानी परेको कारणले सबैजना घर जानु भएको रहेछ। तर हामी दुई भाइ भए पनि एकदमै रमाइरहेको थियौँ कि एकदम खुसी लागिरहेछ। पानीको मौसम परेर भए पनि है तर जाडो थरथरी खमाएमा त्यो रमाइलो चाहिँ भइरहेछ। के पनि दाइको भाइ चाहिँ सुन्नु होला कति रमाइलो हुनुहुन्छ भनेर। मेरो बेङ्गलोरमा होइन अलि मैले चिनेको अलि विश्वास गर्ने मेरो उहाँ दादा हो होइन, एकदमै धेरै क्लोज छौँ हामी दादा चाहिँ। अनि उहाँसँग गएको थिएँ म। त्यही हो, पानी परिरहेको थियो, सबैसँग भेट त भएन, हामी दुई भाइ रमाइरहेको थियौँ एकदमै है। धेरैले जस खुसी पनि लाग्यो, धेरैले मलाई चिन्नु हुँदो रहेछ त्यहाँ चाहिँ होइन। दुई तिनजनाले फोटोसोटो खिच्नुभयो, भिडियोहरू बनाऊँ भन्नुभयो, बनायौँ होइन। बेङ्गलोरमा अहिले पहिल्यैदेखि एउटा भाइ थियो मेरो उपेन्द्र चौलाकै भन्ने, उसलाई म पहिल्यैदेखि चिन्नुहुन्थ्यो। ऊ पनि आएको थियो होइन, मलाई सपोर्ट गर्यो, माया गर्यो होइन, त्यो साथ सपोर्ट गर्यो, खुसी लाग्यो। थ्याङ्क यू सो मच मेरो भाइ, सधैँ यसो माया सपोर्ट गर्नु होला। अनि नेक्स्ट टाइम फेरि राम्रोसँग भेट्नुपर्छ। अनि अन्य उहाँसँग साथीहरू पनि आउनुभएको थियो, उहाँले पनि धेरै सपोर्ट गर्नुभयो होला होइन। अनि अर्को कुरा गाइज होइन, नेपालमा नेपालीहरू कहाँ गए, नेपाल त एकदम सुन्न भयो भन्नुहुन्छ नि होइन। तपाईँ आफै हेर्न सक्नुहुन्छ नेपालीहरू कहाँ गए भन्नुपर्दाखेरि जति पनि नेपालमा नेपालीहरू छन् नि सब बेङ्गलोरमा के पुरा तपाईँ आफै देख्न सक्नुहुन्छ। मैले देखाएको छु, हेर्न सक्नुहुन्छ कति नेपाली छन् कि। रात पनि पर्न आँटेको थियो नि त, दाइले फेरि अब जानुपर्छ भाइ भन्नुभयो। किन भन्दाखेरि तपाईँलाई थाहै होला प्रायः धेरै नेपालीहरूले झगडा गर्नुहुन्छ, कमन पार्क होस् या विधानसभा होस्, जहाँ पनि होस् नेपालीहरू झगडा गर्नुहुन्छ नि त। झगडामा हामी अलि धेरै नपर्ने खालको त्यहाँबाट निक्लिहाल्यो होइन। निक्लिँदा हामी बाटोमा एकदमै रमाइलो गर्दै आएको थियौँ दुई भाइ चाहिँ होइन। फेरि हामी दुई भाइलाई चाहिँ होइन अरू होस् या नहोस् मतलब भएन, दुई भाइ भन्दा एकदमै रमाइलो गर्छौँ कि। अनि हाम्रो बाइकमा हामी आउँदै थियो, घर फर्किँदै थियो, दाइले यस्तो मिठो मिठो कुरा गरिराख्नु भएको थियो, त्यो तपाईँ सुन्न सक्नुहुन्छ। आफ्नो भिडियो रमाइलो गरेर सबै साथीसँग भेटघाट गरेर हामीले घरतिर जाँदैछौँ। थ्याङ्क यू सो मच। जति पनि भिडियो हेर्नुभयो अन्तिमसम्म लाइक कमेन्ट सेयर गर्नु होला, फलो गर्नुभएको छैन मलाई फलो गर्नु होला। आज कुकजना विधानसभा आउनु भएको थियो, सबैजनाले कमेन्ट गर्नु होला होइन। नेक्स्ट ब्लगमा फेरि पनि मिल्नेछौँ सन्डेमा। अहिले भने बाइ बाइ।